गुड इभिनिङ एभ्रिवान। आर्थिक वर्ष 2081-82 सकिन मात्र 1.5 मन्थ बाँकी छ र यो सँगसँगै हजुरले आफ्नो व्यवसायमा गर्नुपर्ने महत्त्वपूर्ण कुराहरूको बारेमा आजको फ्राइडे फाइनेन्समा हामी डिस्कस गर्न गइरहेका छौँ। वेलकम टु फ्राइडे फाइनेन्स विथ एआरएस। हजुरले यस आर्थिक वर्ष 2081-82 मा गर्नुपर्ने महत्त्वपूर्ण कुराहरूमा पहिलो नम्बरमा प्रपर एन्ड एडुकेट बुक्स अफ अकाउन्ट मेन्टेन गर्नुपर्ने हुन्छ। यसका लागि ट्याली, स्वस्तिक, टिक जस्ता अकाउन्टिङ सफ्टवेयरहरूमा मेन्टेन गर्न सक्नुहुनेछ। यसका साथसाथै बिल तथा भाउचरहरूको फिजिकल डकुमेन्ट पनि रेकर्ड राख्नुपर्ने। दोस्रो नम्बरमा ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट, पार्टी कन्फर्मेसन जस्ता कन्ट्रोल चेकहरूको माध्यमबाट आफ्नो बुक्समा भएको ब्यालेन्स र पार्टीको बुक्समा भएको ब्यालेन्स क्रस भेरिफाई गर्नुपर्ने हुन्छ। र तेस्रो नम्बरमा एप्लिकेबिलिटीको हिसाबले भ्याट रिटर्न, इटिडिएस, इस्टिमेटेड ट्याक्स रिटर्न जस्ता करका विवरणहरू र करको दायित्वहरू तिरेको या नतिरेको कुरा आइआरडीको ट्याक्स पेयर पोर्टलमा गएर आफ्नो आइडी पासवर्ड हालेर चेक गर्नुपर्ने हुन्छ। यो सबै भइसकेपछि अबको पालो फाइनेन्सियल स्टेटमेन्ट यानि कि ब्यालेन्स सिट, प्रफिट एन्ड लस स्टेटमेन्ट, क्यास फ्लो स्टेटमेन्ट बनाउने हो। यस आर्थिक वर्ष 2081-82 देखि एसएमई, स्मल मिडियम इन्टरप्राइजेस जस्तै कुनै पनि संस्था जसको टोटल एसेट या टोटल लायबिलिटी 10 करोडभन्दा माथि छ, या त टोटल इन्कम 10 करोडभन्दा माथि छ, या त उसले कुनै पनि ब्याङ्क या वित्तीय संस्था तथा अन्य संस्थाहरूबाट 5 करोडभन्दा माथिको कर्जा उपभोग गर्दै आइरहेको छ, या त त्यस्तो संस्था जसले पब्लिकको पैसा 5 करोडभन्दा माथि लिएर व्यवसाय गर्दै आइरहेको छ, जस्तै स्टक ब्रोकर, सहकारी संस्था, लघु वित्त संस्था। यस्ता संस्थाहरूको हकमा फाइनेन्सियल स्टेटमेन्ट बनाउँदा एनएफआरएस, नेपाल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड प्रयोग गरेर बनाउनु पर्ने हुन्छ। योभन्दा साना संस्था यानि कि एमएसएमईको हकमा फाइनेन्सियल स्टेटमेन्ट बनाउँदा नेपाल अकाउन्टिङ स्ट्यान्डर्ड प्रयोग गर्नुपर्ने हुन्छ। साथै एनपिओ, नन प्रफिट अर्गनाइजेसन जस्तै एनजिओ या आइएनजिओको हकमा फाइनेन्सियल स्टेटमेन्ट बनाउँदा एनएएस फर एनपिओ प्रयोग गर्नुपर्ने हुन्छ। यो सबै भइसकेपछि हजुर अडिटको लागि रेडी हुनुहुनेछ। तर सबसे महत्त्वपूर्ण कुरा भनेको यदि हजुरले आफ्नो बुक्स अफ अकाउन्ट राम्रोसँगले मेन्टेन गर्नु भएन भने हजुरलाई अडिटमा प्रब्लम आउन सक्छ। हजुरको अडिटरले क्वालिफाइड या डिस्क्लेमर अफ ओपिनियन अडिट रिपोर्ट दिन सक्छ। यसले गर्दाखेरि हजुरलाई फुल अडिट पढ्ने सम्भावना बढ्न जान सक्छ र एडिसनल ट्याक्स, पेनाल्टी या इन्ट्रेस्ट लाग्न सक्ने रिस्क हाई हुन सक्छ। आजको लागि फ्राइडे फाइनेन्समा यति नै। एउटा सानो एडभाइस, हजुरहरूले आफ्नो व्यवसायको राम्रोसँगले बुक्स अफ अकाउन्ट मेन्टेन गर्नुहोस्। यसको लागि कुनै कन्सल्टेसन चाहिएमा यु क्यान रिच अस आउट। यस्तै इन्फर्मेटिभ भिडियोको लागि स्टे ट्युन एन्ड बाई बाई।